एउटा कुरा म के भन्न चाहन्छु भने शिक्षामा सुधार गर्नको लागि चाहिँ माध्यमिक शिक्षामा अहिले 2056 सालदेखि शिक्षाको दरबन्दी बढाइएको छैन। राहत कोटा के कोटा भनेर चाहिँ करिब 45,000 शिक्षकहरू छन्, त्यसलाई चाहिँ कोटामै बदलियोस् र तिनीहरूलाई चाहिँ गरियोस्। किनभने राहतमा कोटामा बसेको टिचरले राम्रो पढाउँदैन, किनभने उहिले अर्को जागिर खोजिरहेको हुन्छ, बाँच्नको लागि अर्को उपायहरू खोजिरहेको हुन्छ। त्यस कारणले त्यो गरोस्। र यो चाहिँ फेरि अर्को कुरा के हो भने मधेसमा खास गरी मैले देखेको, म आफै मधेसमा 4 महिना घुमेछु मेरो किताब बेच्न, 8वटै जिल्लामा घुमेछु। र मधेसमा तपाईँहरू थाहा पाइसक्नु भयो कि छैन, मधेसमा चाहिँ के छ त भन्दाखेरि कुनै पनि जिल्ला 8वटा जिल्ला के अरे शिक्षित भनेर घोषणा भएको छैन, साक्षर भनेर घोषणा भएको छैन। त्यस कारणले त्यसको लागि चाहिँ कुनै न कुनै काम चाहिँ योजना चाहिँ नीतिहरू आओस्।